यो गुफासँग मेरो चाहिँ एकदमै ट्रामा छ। किनभने बच्चा बेलामा भाउजूले चाहिँ त्यहाँ बाघ छ, बाघले खान्छ भन्नुभएको थियो के। अनि त्यहाँ हेर्दाखेरि बाघ जस्तो लाग्थ्यो। त्यस कारणले त्यो एकदमै ट्रामाटिक ऊ भएको थियो कि एकदम मुभमेन्ट। त्यहाँबाट हिँडेर जाँदाखेरि पनि मलाई एकदमै गाह्रो भएको थियो त्यो हिँड्ने बेला। त्यो बेला त यो बाटो केही बनेको थिएन। अनि त्यसपछि गएर हेरौँ है कस्तो छ। यही खोलजाम। यहाँबाट सायद अरू नि गएर हेर्या होलान्। डर पनि लाग्छ त। एक्लै छु। ओइ भन्दै काँडामा समातेँ नि मैले। काँडामा समातेँ भन्दै ए यो हो यतापट्टिको गुफा है। हेर्नुहोस् यहाँ चाहिँ यस्तो खालको छ है ढुङ्गाहरू। यस्तो छ। तर अरू म तपाईँलाई अझै देखाउँछु। मान्छेहरूले देवता हुन्छ, यता हुन्छ, उता हुन्छ भन्छन्, तर त्यो सबै फेक हो है। ऊ त्यहाँ माथि चाहिँ के अरे बाघ बस्ने गुफा भनेर भन्थे। यहाँ बाघ बस्ने गुफा होइन, गाह्रो छ। आमामा बाघ बस्ने ठाउँ गाह्रो लाएर बन्द गरिदिया रहेछन्। हेर्नुहोस् त्यहाँ यो हो। यहाँबाट पहिला हेर्दाखेरि चाहिँ यहाँभित्र चाहिँ बाघ बस्या हुन्थ्यो भनेर। थाहा छैन यहाँभित्र कस्तो छ खोलेर गएपछि। तर यहाँ हेरेर मलाई भाउजूले चाहिँ यस्तो डर लागेको थियो नि मलाई। यहाँ पल छ माथि, यहाँ तल अहिले ढुङ्गा लाएर बारकोले लगाएर रहेछ। एक दिन आएर फेरि हेरौँला के कस्तो छ। सायद यहाँ पस्छ नै भनेर लगाएको होला है त। अरू हेरौँ। मादल बज्ने यताउता भन्ने कुराहरू नि थियो कि। मादल बज्ने यहाँ पर छ कि मादल बज्ने। ओए गाह्रो छ हौ हिँड्न। आजकल मेरो चस्मा पुरै चिप्लिन्छ है। यहाँको खै त मादल बज्ने। ए लामै रहेछ नि त। म त यति मात्रै हो क्या भन्ने थिएँ। अब यहाँ यस्तो छ। यता यस्तो रहेछ। बाटो डेन्जर छ है। यो मेन गुफा यहाँको तपाईँहरूलाई म देखाउँछु। औषधि त भन्नेहरू। मादल त यहाँ पनि बज्छ नि हौ। बजाइस् त। यहाँ त देउता बस्ने ठाउँ के भन्दै अरूले पनि हाल्या हुन्छन्। पछि यो ठाउँलाई पनि पूजा गर्ने ठाउँ नबनाउला नि भन्न सकिन्न। मादल बज्ने हेर्नुहोस् यसरी टुङ बज्छ। बजाएर देखाइदिन्छु पनि। है यस्तो बज्छ। यस्तो बज्छ। यस्तो बज्छ। घिन्टङ गरे जस्तो नि। सुन्नुभयो? फेरि बजाउँछ है। घिन्टङ गरे जस्तो। यस्तो छ गुफाको टुर तपाईँलाई। अब हामी यता जानेछौँ।
5 मिनेटको टुर गराइसकेको छु। यो हो नि त मेन। मैले त पछि आएर यतै बस्ने मन छ के, यसो बस्ने ठाउँ बनाएर। अझै कालिज कुखुराहरू बस्छन् क्या हो यार। ए प्वाकहरू ओहरू छ, कुटखेर आएर बस्छन् यहाँ। हेर्नुहोस् त कति राम्रो प्वाकहरू भएको कुखुराहरू आएर बस्दो रहेछ, चराहरू। कालिज पनि पाउँछ, कालिज। यस्तो छ गुफा। पहिला त एक्लै आउन डर लाग्थ्यो, अहिले हेर्नुहोस् म एक्लै आएको छु, मजासँग रमाउने हो नेचर होइन। ए यस्तो यस्तो ठाउँ छ। अब त लाइट लगाएर देखाउनु पर्ने अवस्था नै आइसकेको छ है। लाइट बालौँ नत्र, फुलमै छ। ए हेर्नुहोस् ए है कस्तो दामी 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 ठाउँ छ है। ल हेर्दै जाउँ। ए अँध्यारो ठाउँ छ। ए ओ पारी हेर्नुहोस्, पारी। आमामामा यहाँ आएर घुसुक्क बस्नको लागि आमामामामा यहाँ चाहिँ झन् डर लाग्दो धेरै। के गर्नु आउँछ यार। ए यस्तो छ भित्र गुफा। के पुरै झिगै झिगा जस्तो छ। कसरी झिगा आयो यहाँ ठाउँमा हेर्नुहोस्। ए गुफा हाम्रो ठाउँमा नि छ के, लुकेर बसेको ठाउँ त भयो। ए पारी हेर्नुहोस्, यत्रो ठुलो वाङ छ यहाँ भित्रै। अँध्यारो छ र देखाउन सकिएन। ए चराहरू आएर बस्छ होला यहाँ, पुरै चमेराहरू आएर बस्छ। यहाँबाट भङ पनि रहेछ भित्र, कति टाढा छ भङहरू। यता माथि कस्तो लाग्यो यहाँको टुर, आएर भिजिट गर्न सक्नुहुन्छ है त। आई ब्लेस दिस प्लेस। ओके अब भने जाऊँ। मलाई पहिल्यैदेखि हेर्ने, तपाईँहरूलाई देखाउने मन थियो। हेर्नुहोस् तल यो 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 है। पहिला यस्तो डर लाग्थ्यो नि यही ठाउँमा आउन नि। आमामा यही होला मादल बज्ने सायद। ए ए ए धुलो आउनु रहेछ ठिट है। यही हो यहाँको प्लेस। देखाउँदै देखाउँदै हिँड्दा हिँड्दै पसिना आयो। हेर्नुहोस् वाह 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 वाह, मजाको ठाउँ छ यी। अचम्मको ठाउँ छ कि के हो नि है। यस्तो ढुङ्गा हाम्रो ठाउँमा नि गुफा छ। आउनु पर्यो, हेर्नु पर्यो, घुम्नु पर्यो। ए यता अಯ್या लट्चट हो। ए मादल बजाउने उ त्यो पनि हो, यो ठुलो खासमा। हेर्नुहोस् है। ए कस्तो मजाको डुङ्गा गर्छ। ल है त यति देखाए झन्डै 10 मिनेटको यो टुर। तपाईँलाई कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनु होला। म यहाँ धेरै गर्मी भयो जस्तो छ, पसिनै पसिना। अनि यहाँ अब आएर मजाले टिनुको रुख, हाम्रो यो खरबारीको नजिकै छ। यो धन्न जङ्गलमा पर्छ, नत्र हाम्रै पर्थ्यो होला।
सायद यसको माथिसम्म त बुवाहरूले पहिले उ गरिसक्नु भएको थियो, तर त्यही अब भएको जग्गा त हाम्रो नाममा पास भएको छैन। अब अघि म आएको यहाँ तलबाट, अब यहाँबाट तल जानु त कसरी होला नि? अब अरू बाटो नि बाटो छैन होला, कसरी जाने हो? चिप्लिन्छ पनि होला, चाहिँ डर लाग्दो छ त हौ। ओ सपोर्ट में फुल सपोर्ट। अनि म अघि कहाँबाट चढेको थिएँ, यताबाट गरेर यस्तो गरेर ओए काँटाले खाँच्यो, ओए 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 डेन्जर छ त। मेरो चस्मा कहाँ गयो? ओए ल दौड्यो, यो मेरो बाइक भएको ठाउँ आयो। ल अहिलेलाई बिदा, बाई।